नमस्कार सबैजनालाई। आजदेखि चाहिँ मैले केही समय किताब पढ्छु। मैले चाहिँ धेरै पहिला यो किताब किनेको थिएँ, झमकी मेरेको जीवन काँडाकी फुल भन्ने, र केही भागहरू चाहिँ मैले धेरै पहिला पढिसकेको थिएँ। आज चाहिँ मैले उहाँको किताब पुस्तक संसारमा प्रवेश भन्ने थोरै भाग पढ्छु। साँच्चै ज्ञानको भोग प्यास अनौठो हुँदो रहेछ। जति मेट्न खोजे पनि कहिल्यै नमेटिने हो। ज्ञानको तिर्खा कहिल्यै मेट्न नसकिने हुँदो रहेछ। मैले पनि मेट्न कहिल्यै सकेन। मैले त्यति बेला घरमा बस्ने विद्यार्थी दाइहरूसँग मागेरै भए पनि महाकाव्य लक्ष्मीप्रसाद देवकोटाको मुनामदन खण्डकाव्यदेखि लैनसिंह बाङ्देल, लीलाबहादुर छेत्रीका उपन्यासहरू, श्यामप्रसाद शर्माका बाल कविता गीतहरूको सङ्ग्रहका अतिरिक्त 2-4 वटा निबन्ध पढ्न भ्याइसकेकी थिएँ। मैले पढेका यी पुस्तकहरू सरल र सहज खालका थिए। जे होस्, मैले बुझ्ने खालका थिए। मेरो साँगुरो ज्ञानको भण्डार अलिकति भए पनि फराकिलो हुँदै गए। देवकोटाको मुनामदन पढेर मैले धेरै पटक आँसु चुहाएकी छु। त्यसका पात्र पात्राहरूको गरिबी, भोग, रोग, शोक, अभावका विचार, विदेशिनु परेका पीडा पढेर भाग विह्वल बनेकी छु। साँच्चै मान्छेको जनजीवन, मानवता र प्रकृतिको कोमल चित्रण यस खण्ड काव्यभित्र साह्रै मजाले गरिएको छ। म जातका आधारमा बनेको ठुलो र सानो, छुत र अछुतको पर्खाल जरैदेखि भत्काउन चाहन्थे। महाकवि देवकोटाको मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन भन्ने विचार पनि पोखिएको रहेछ। त्यो खण्ड काव्यको मलाई त्यही मानवतावादी स्वर मन पर्यो र त्यो पुस्तक अति मन पर्यो। मैले 2-4 दिन पढ्न मागेकी थिएँ। पढिसकेपछि मैले फिर्ता दिनुपर्थ्यो, तर त्यो पुस्तक म सधैँ आफैसँग राख्न चाहन्थे। त्यसैले मैले यस्तो पुस्तकका पहिलाका सारा दर्द पीडाहरू सबै बिर्सेर बाबासँग किनिदिने आग्रह गरेकी थिएँ। यसपालि भने बुढालाई खोइ कुन सनक चढेर हो किनिदिए। त्यही पुस्तक थियो मेरो लागि भनेर किनिदिएको पहिलो पुस्तक। अहिले पनि त्यो कुरा सम्झँदा आफैमा गर्वको मिठो आभास हुन्छ, किनकि मेरै लागि भनेर किनिदिएको पहिलो पटक मुनामदन खण्डकाव्य थियो। त्यो पनि नेपाली भाषाका महाकवि देवकोटाले चर्चित खण्डकाव्य पाएकी थिए। त्यस दिन म साह्रै खुसी थिएँ। आफूलाई मन परेको खण्डकाव्यको नयाँ पुस्तक पाएकी थिएँ, जसलाई मैले 100औं पटक उल्टाइ हेरेकी थिएँ, पढेकी थिएँ। त्यसपछि अर्को गर्दै पुस्तकहरू पढ्ने बानी र यस्तोसँग बस्यो कि केही न केही नपढे त बस्नै नसक्ने अवस्थामा पुगे। केही नपढेको दिन त मलाई आफ्नै जिन्दगीदेखि हैरान लाग्थ्यो। जब त जीवनको बारेमा सोच्ने पनि बेला भइसकेको थियो। जति चित्त बुझाउन खोजे पनि
अरूको सुनौलो जीवनसँग आफ्नो बेरूप ठान्थे म एक्लै भएको बेला बेसरी धोका पुगुन्जेल रुन्थे। तर अरूको सामु मैले कहिले आफूलाई कमजोर देखाइन। आफूलाई आफ्नो जिन्दगी जति बोझ लागे पनि मान्छेहरूको भुलमा हाँसेर बाँचिरहे। पीडा कसैलाई देखाउन पनि कहाँ हुन्छ र। खिल्ली उडाएर हाँस्ने अनुहारहरू धेरै हुन्छन्। त्यसैले पीडा कसैलाई देखाई, चोट पनि कसैलाई नदेखाई। जीवनका दर्द, पीडा, घाउ, चोटहरू जति सबै त्यही समयलाई उपहार सुटुक्क छोडेकी छु। किनकि मसँग अहिले स्मृतिका दुःखका पलहरूप्रति कुनै गुनासो छैन। समयका घात प्रतिघातहरू सहन नसकेर मैले घरमा कोही नभएको बेला झन्डै आफूलाई चक्कुले हानेर आत्महत्या गरेकी छु। त्यति बेला आमा आइपुगिन् र मैले चक्कु हत्त नपत्त लुकाएँ। कसैले चालै पाएन। म यो समयमा निकै हताश थिएँ, निराश थिएँ। अहिले सम्झँदा लाग्छ, छी कस्तो कार्य काम गर्न खोजेछु। यो किशोरकाल मान्छेको संवेदनशील हुँदो रहेछ। मान्छेले उचित मार्गदर्शन, माया, ममता पाएन भने जे पनि गर्न सक्दो रहेछ। मैले पनि यसको अनुभूति गर्न सकिन र त आफूलाई एक्लो भए, हताश, निराश भए। त्यति बेला मैले जिन्दगीको सौन्दर्य पक्ष बुझ्न सकिन, चिन्न सकिन। अँध्यारो नै अँध्यारो मात्र देखेँ, जसमा केही कतै उज्यालो पक्षहरू खोजेकी थिएँ। यस्तै आशा निराशाहरू बीच पनि जिन्दगी गुज्रिँदै थियो। समयका पानाहरूमा जिन्दगीको रङ खोजे। जे जस्तो भए पनि पोखिँदै गर्यो। बाबुआमाले पहिलाको भन्दा अहिले अलिकति सद्भाव देखाएको पनि व्यवहार पहिलाको जस्तै कठोर थियो। उनीहरूको आदेश बिना सानोभन्दा सानो कुरा पनि नपाइने। बाबुआमाको अनावश्यक कुरामा पनि आदेश जारी गर्ने प्रवृत्ति पटक्कै मन पर्दैन थियो। उनीहरूको आदेश घाँटीमा जबरजस्ती झुन्डाएको पासो झैँ लाग्थ्यो। के हाम्रो आफ्नो इच्छा आकाङ्क्षाहरू हुन सक्दैनथे? आफ्नो लागि आफै केही गर्न स्वतन्त्रता हुँदैन? किन हामीमाथि हरेक कुरामा शासन गर्न खोज्छन् बाबुआमा? हामी उनीहरूकै सन्तान भएकै आधारमा उनीहरूको चाहना अनुसार मात्रै चल्नु पर्ने किन? मेरो मनले यस्ता प्रश्नहरूको जवाफ खोजिरह्यो। हुन पनि हो, हाम्रा बाबुआमाको आदेश बिना यस्तो सानो कुरा ल्यायो भने पनि उत्पातै मच्चाइन्थ्यो त्यो आदेश दिनेहरूले। यो आदेश दिनेहरूले आफैलाई शासक ठान्थे होलान्। तर हाम्रो हुर्किँदै गरेको किशोर चाहना, सम्भावना माथि अंकुश लगाएर यिनीहरूले ठिक गरेका थिएनन्। किनकि साना मान्छेहरूसँग पनि सम्भावना हुन्छ। सानो मनहरूसँग पनि आफ्नै खालका इच्छा आकाङ्क्षा रहरहरू हुन्छन्। यी ठुला मानिसहरू किन हाम्रो सम्भावना, चाहनामाथि अंकुश लाउँथे?
लाउने उद्देश्य राख्छन्। अभिभावकत्व हामीलाई कुण्ठित गर्ने र स्वतन्त्र हुन नदिने बन्धन हो कि हामीलाई आवश्यक परेको बेला जिन्दगीको गाडी सही अनुसार हाँक्न र सञ्चालन गर्न सिकाउने ड्राइभर, जहाँ कुनै रोकटोक हुँदैन। मान्छेले आफ्नो स्वतन्त्रता भरपुर भोग्न पाउँछ। उमाथि कुनै कुरा पनि जबरजस्ती लादिँदैन भने त्यस्तो संसार कति सुन्दर हुँदो हो, कति मनमोहक हुँदो हो, जहाँ कसैको भावना चाहनामाथि अंकुश लगाइँदैन। सबैका भावना चाहना विचारले फक्रिने वातावरण पाउँछन्। मनले यस्तै सुन्दर संसारको कल्पना गर्थ्यो। आफू अगाडि वास्तविकता छर्लङ्ग हुन्थ्यो अनि मनभित्रै डाहाले पोलेर आउँथ्यो। वर्तमानप्रति आक्रोश र आवेशका रङहरू पोखिन्थ्यो। म यस्तो मायाको भोको सधैँ भइरहे, जुन मायामा कुनै कृत्रिम गन्ध हुँदैन। म स्वयं आफ्नै आमाबाबाको आदेशले यति प्रताडित भएकी थिएँ कि उनीहरूले नै दिएको पैसा जम्मा पारेर आफूलाई चाहिने सामान र किताबहरू किन्न पनि पठाउनु नहुने। बाँकी चाहिँ भोलि पढ्ने।